साथी तँलाई थाहा छ कि छैन जमानामा हामी सानो सानो हुँदाखेरि उर्लाबारीबाट फर्स्ट बाइक कुदाउने मामा हो नि हात छोडेर बाइक कुदाउने पहिलो व्यक्ति हो मामा त्यस्तो नगर न भन्छ यति साह्रो तारिफ पनि अलिक अनि तँलाई याद छ कि छैन होइन साथी पहिला यस्तो महोत्सव मेलातिर मामालाई जहिले पनि गीत गाउन सिङ्गरहरूको ठाउँमा मामाले पूर्वाञ्चलभरि ध्याउँथे क्या साथी त्यस्तो दामी गाउँथे पछि मामाको घाँटीको भोकलको मुजी हल्का खोइ के तार चुटेर मात्र मुजी मामाले रेस्ट गरेर गाउन छोडेको नि साथी डान्सर एक्चुअली डान्समा को मिथुनले मुजी नआइज तैँले मेरो ठाउँ खान्छस् भनेर मिथुनले आउनै दिएन अरे भाइ साहब कुछ ज्यादा नहीं हो गया यार भन्छ फेरि त्यहाँसम्म पनि नजाऊ न यार त्यहाँसम्म कसैलाई थाहा छैन क्या त्यस्तो नजाऊ न यार त्यतिसम्म पनि यस्तो हेन्सी हो कि यस्तो हेन्सी हो होइन घरबाट मुजी कमला तल लडेको जस्तो मुजी केटीहरू टाउको फुट्ने गरी लड्थे अरे साथी सिधै मुजी रोडमा ए भन्छ त्यहाँसम्म पनि नजाऊ न अनि मामाले धेरै राम्रो भएर आफैले मोसो तलेर हिँडेको साथी अनुहारमा त्यही भएर काले देखेको नत्र मामा के हेन्सी हो अति हो यार केटा हो मामा त लास्ट खतरा हो नि यार हो थ्याङ्क यू भन्छ त्यस्तो तारिफ गरेर नरहु न यार तर मामा नभए चाहिँ हामीले यहाँ अहिले हामी तीनजनाले पब्जी उर्लाबारीको फर्स्ट पब्जी खेल्ने मान्छे पनि मामा नै हो आर यु कमेडी मी